तिमी सानै आयामाका बोसडा ल लागिरहेको थियो कि यस्तै हुन्छ भने जान्छ ल ल ल ल ल ओइ झन्डै फेरि खतरा भाइ पाउने है ल होइन त चिकन के गरे के भयो के भयो त ए अब हामी कहाँ जान लागेको केटाहरूले हेरिराख्नु पर्ने हुन्छ है थम्बनेलमा हेरेर खाने भयो होला के भएको छ भएको छैन यता हुँदै टक्क होइन अब हामी चाहिँ फेरि हल्का हल्का जङ्गलबाट छिर्ने विचारमा फेरि अस्ति जुन कम्प्लिट हान्नु पर्ने तर ओए 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 यता मजा आउँछ नि यो बाटो त एकचोटि अन्डरग्राउन्ड छिर्न दिए भयो त है हामीलाई लामो गेट पनि रहेछ त्यहाँ हो र ए झलक्क देखाएको थिएँ मलाई मैले के हो त्यो के लेखाएको जस्तो देखाएँ मैले के देखाएको थियो म त अझ त्यहाँ माथि सोलो जाउँ कि सोचिरहेको थियो सोलो जाने विचारमा थियो त्यहाँ माथि हेभेन डाँडा यता नागढुङ्गाबाट केटाहरूले पनि भनौँ न भनेर यसलाई भनेको थियो क्या ए फेरि छिनमैमा आइपुरी पेट्रोल पम्प हाइवे जानलाई भन्छ फेरि छिनमै फोन गरेर म त मुकेशकोमा भन्छ मायाकुरी छिनमै त्यही त यसको लोकेसन फेरि छिनमै चेन्ज के माया रिजनको अब कुदाउन सकिन्थ्यो हामीले धेरै कुदाउनु हुन्न है रमाइलो गर्नुपर्छ 2 लाइनभन्दा पेट्रोल पनि छैन रहेछ ओहो ए केही मुस्लिम हो यो मुस्लिमको हो यो त्यहाँ भर्खर देखायो क्या अनि देख्नु त देखाएको थियो पहिला खोइ के जस्तो देखाएको थियो अल्लाह हाफिज अल्लाह हाफिज अल्लाह बाटै सानो छ यार अलिकति यो त बाइक लिएर यहाँ फर्स्ट टाइम आयो होला यो त त्यस्तै लागिरहेको कहाँनिरबाट पो बाटो चाहिँ मलाई पनि थाहा छैन फेरि हेर्नै पर्छ त्यो मलाई खोज्नै पर्छ कहाँ हेर्नु जाने म गएकै छैन हो अहिलेसम्म मैले त्यहाँ बाटोबाट उताबाट पो गएको त देखा त बाटो छ होला भनेर मलाई भनेको थियो कतिले के अरे उताबाट गएको थियो भनेर हच्चा ताल्न छिर्ने हो हाम्रो काम केही छैन अफरोडै अफरोड छ के हो यार लामा आएका अफरोड सुरु ओहो त्यो रनमतीहरूले पिज हानेको नि के हाने यार यो खाल्टो सोध नि मलाई 1-2 महिनामा निस्किन्छ कि फेबिक्विक युज गरेर हाल्नुपर्छ नि ओइ भिड देख्छु त हो मैले त आम्मामामा फर्स्ट टाइम हो रमाइलो अलिक पानी पर्ने बेला आयो झन् कस्तो मजा आउँथ्यो आउँथ्यो चिप्लिन्थ्यो होला झन् रमाइलो नि चिप्ले त अनि डट बाइक लिएर आउनु पर्ने रहेछ मेरो डट लिएर आउनु पर्ने रहेछ ठुक्क मलाई नल्याएर गल्ती गरिस् के तैँले केटा त अफरोड जाने भनेर कि कता हो बाटो कता हो बाटो यता कि उता हो कत्रो जानु यार बाटो त यता हो फेरि उता गइदिएर तरिका उकाले देखाएको छ भन्दै ए मैले एउटा उकाले देखाएको थियो गरिरहेको थियो ल अब हेर्नु कस्तो अलि धेरै बढाएर कत्रो उकालो थियो यार ठाडै छ त्यहाँ ठाडै बाटो छ के गर्नु ओहो
ओए ओए आम्मा यहाँ अफ रोड भयो भने त खत्तमै हुने रहेछ नि त अनि गाह्रो पर्छ गाँड फाट्यो गाँड मलाई होइन यसलाई तर अलिकति क्लच पावर लिनु पर्थ्यो मान्छे हुन्थ्यो भने यहाँबाट भनेपछि उता हेर्बट डाँडा जाने हाइकिङ बाटो पनि छ होला यही त होला नि मैले देखाएको थिएँ हौ मान्छेहरू हाइकिङ आउँछ नि त ओहो यसले त धुलो कस्तो उडाएको माका अब जुनसुकै बाटो आओस् अन्धधुन्द गइदिने अन्धधुन्द होइन कि गेस हान्दै जाने अब यो हो यो बाटो सही हो कसरी गेस हान्ने तरिका चाहिँ म सिकाउँछु है अहिले पक्कै हस् भन् न हस् भन् हो कि अझ तँलाई चाहिँ हान्न सिकाउँछु मैले कस्तो गेस यताबाट बाइक झार्नुपर्ने रहेछ यता माथिबाट ल्याएर हो कि सिधै यस्तो अक्कड भक्कड बम्बे बो 80-90 पुरै सो यो यता जाने अब है त भन्न बाइक जाने बाटो पनि रहेछ मजाको हो मेयरले डेभलपमेन्ट हानेछ नि यार ओभर आम्मा यतातिर हान्न बिर्सेछ यो माटोमा त चिप्लिन्छ होला यार यहाँ त पानी परे बेला आयो भने मान्छे पागलै मजा रहेछ है बाटो डट ल्याउनु मजा हुँदैछ यहाँ डट पो रमाइलो हो डट भित्र च्याप्नु खोजे तल झर्न सक्थ्यो नि त अनि त्यो गरेर फोकस नि त एउटै बाटोमा अनि आयो कति हाँस्दो यार बाटोहरू त यता जाने हो कि अब अन्धधुन्द है यतापट्टि पनि बाटो रहेछ तर हामी नजाने त्यहाँ बाटो यही होला होइन कि के होइन कि होला होइन त्यो माथिबाट हो क्या हेर्छ रहेछ माथिबाट रहेछ है बाटो यताबाट चाहिँ कहाँ पुग्छ फर्केर त के जानु होइन अब चान्दनी कसको नाम हो चान्दनी कसको नाम हो चान्दनी अङ्कल ए हजुर ओइ ल होइन होला ओइ ल कमन ढकाल हातले ढकाल बाइक स्टार्टमै छ कि मैले अहिले बढाउनु पनि सक्थ्यो त अनि मजा आइरह अन्धधुन्द छिर्या ओइ भर्खर नआएर कपाल लास्ट बिटी भएर यार के खाली हुनु त्यहाँ मान्छे देखिरहेको मैले हामीले कपाल चाहिँ डिस्टर्ब गर्नुहुन्न यति नै हो है झन्मा हात डढिसक्यो यार होइन चाँडो त्यस्तो हतार भइरहेको तँलाई मलाई घाममा चाहिँ किन बस्नु जानु हामीले केही ल्याएन है हाम्रो खाजा साझै ल्याएन त हामीले त खाजा पिकनिक खाजा सवारी साधन सिफ्ट भएको छ यहाँ भर्खरै अब हामी चल्दी सान्छौँ मास्तिर त्यहाँ डाँडामा जान्छु ल हामी चाहिँ सिफ्ट भइदिएको छ फेरि मजा लिएर है अस्ति नै नि मलाई यही बाइकमा अफरोड धेरै हिँड्यो यार मजाले मजा आयो तर मजा आज फेरि अफरोड हुन्छ अब रमाइलो हुन्छ रमाइलो कत्रो हाल्दा है रिजनको बाइकको ए मजाको छ नि सबै बाटो त रमाइलो छैन भन्न कहिले यता कहिले उता हामी त बसे त हो नि मानि द्याट यसको त पाटपुर चाहिँ हल्ले आवाज आउँछ त है त्यही हट यसले कसो ल्याउने हो यार पछाडि नै हेर्नु पर्यो
ल अगाडि पठाइदिनु जा जा यताबाट जा जान्छ ल ल ल ल ल ओइ झन्डैमा अब यो लुकाले तान्न पो सक्छ सक्दैन नरोक भने त नि मैले कति गेरमा छ सक्छस् सक्छस् ओए 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 पक पक यो त हल्लिँदै गयो यार आउन ओए ओए यो बाटो ओए 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 पक ओए पक कति गेरमा छ मुला एकमा रे यहाँ जङ्गलमा छिराउने रे निकाल्ने चाहिँ कसरी छ अरे छियो जबरजस्ती छिरायो रे ल अब जस्ट होइन एज यु क्यान सी हामी फेरि जङ्गलको बाटो छ छिर्ने जाने यसो बाघ बाघ खोज्नु जाने क्या बाँकी चितुवा खोजौँ जुन जाने अनि भालु खोज्दै जाने हो क्या यतितिर अब यसले फेरि उकालो चढाउनु सकेन यहाँ यति पनि है तर वाइल्ड उकालो छ कति हेर्दै चाहिँ धेरै उकालो देखाएको छैन उकालो चाहिँ वाइल्डै छ है फेरि ओइ त्यहाँ त नजा हो अफ रोड थियो बाइक ल्याउनु सक्छ अहिले त्यहाँ पनि छिरौँ न देखेन दादाले भिडियो बनाइरहेछ रुखमा त के चढ्नु हो भिल्लै हुन्छ त अनि होइन नचढ्ने यार मजा आउँछ मजा बाबु तिमी सानै आमाका बोसडा ल लागिरहेको थियो कि यस्तै हुन्छ भनेर रमाइलो भएछ अब त कहाँदेखि चिप्ल्यामा है यहाँदेखि होला मा साइको पार्थ्यो त यार त्यट के खोज्न होला है फेरि हामी पनि मैले हावादारलाई के खोज्न आएको छ मलाई बारङ म त आइसतिर चिप्ल्या जस्तो फिल भइदिरहेको चिङ्टमा गरम राम्रो पनि जान्छ के हो भने है अब त माथि नै फर्किन्छु म त कस्तो लागिरह यस्तै छ अहिले भ्लग इज टेक ओभर बाई मुकेश ओके जङ्गलमा भालु खोज्न आएको हामी यहाँ त्यस्तो भालु होइन फेरि जस्तो पाइ त्यस्तै नराम्रो नबुझ्नु हाइकिङ गर्ने भएपछि यो बाटो दामी छ है अल राइट बक्चुदी काम गर्न चाहिँ यहाँबाट यिनीहरूसँग सिक्नुपर्छ है मलाई यिनीहरूसँग हिँडेपछि के हुन्छ के हुन्छ है अघिमा लडिहाल्यो मजाले माछा मारिहाल्यो अब यसरी लडेँ म के गर्नु त होइन अब लडेपछि के गर्नु त उयो हो कि के हो जङ्गलमा आएर फोटो खिच्दैछ यार त्यो तल थियो होइन यता फेरि आइसक्यो गाडी ढकाल्यो नसक्दैछ यार आएको ढकाल खोज्ने बित्तिकै सुर्र ब्याग आइदिइहाल्यो ना 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 ये नै कर सक्ता भाइ ओ यति हिँड्दै मलाई यस्तो थाक्यो यार म त चलाउनु पर्ने हो कि के हो ल ल ल सक्छस् ल तँलाई 500 रुपियाँ दिएँ 60 ल यतिकै 500 यहीसँग छैन होला अरूलाई 500 दिने रे अब हामीले यस्तो राम्रो हेल्प गर्न खोजेको त्यही पनि अब हामीले हाम्रो ज्यानले दिएन होइन नि नचढ्ने है त्यहाँ हेर्न कत्रो उस्तो झन् उकालोमा झन् गाडी हामीलाई नै कुचाल्छ लभली थाके यार त्यति हिँड्दै थाके यार म त हिँड यार दिउँसो यस्तो चाहिँ हिँड्नुहुन्न है हिँड्न ओए 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 यसले त नाइस ड्रिप हानेर गइदियो त अनि त्यहाँ धुलो उडाएर गयो यार रनमतीले सलफल दिँदै रहने गाडी
बाटो चाहिँ लभली छ है फेरि खतरा भाइ पाउने है ल होइन त चिकन पातै पात पनि ट्रेकिङ आउने बाटो यहाँ रहेछ नि त वाइल्डै गर्मी छ यार हाइकिङ आउने बाटो है पुग्यो त ए भेन डाँडा 2 मच है 2 मच यतै पो यति मात्रै हो माथि जाने हो र बाइक त जाँदैन हेर बाइक त जाँदैन हौ हिँडेर चाहिँ मात्रै हो त्यहाँ माथि कत्रो उकालो देखेँ यार मैले कस्तो हिँड्नै सक्दैन हो क्या नबस्ने भए उता जाउँ कहाँ पुग्छ खै थाहा छैन अन्त धुन्दा जाने ल त्यसलाई भन्नु हच्चा गइदिने यताबाट कहाँ पुग्छ थाहा छैन गइदिउँ यता एउटा ल अल राइट यहाँबाट कहाँ पुग्छ थाहा छैन है फेरि कहाँ पुग्छ यताबाट बाइक चढाइदिउँ म फेरि माथि पुग्यो भने बाइक भन्ने ठाउँ पनि छैन उठेर चलाउँथ्यो ओइ माछाले कहाँ आएको एकैचोटि सातै लग्थ्यो यार यसले त हिँड रहेछ नि है अल्छी हिँड्न मजा कहाँ हो यार यो बाटो त यसो कहाँ पुग्यो यार यो मलाई कहाँ पुग्छ भन्ने थाहा छैन मा चिकन वाइट गाँड गुडे धाल्ने विचार छ त यार ओइ के हो यहाँ त मा पोखरी थियो होला यार यहाँ पानी नभए त पौडी हिँड्न मैले सायद यो बाटो कहाँ जोड्छ होला त यसो दिमाग ला त के हो रातो सेतो कालो निलो पहेँलो सबै छ त एमटीमा त यार जिम्बा लेखाएको छ त जिम्बाको बाइक हो जिम्बाले फेरि एमटी किने ड्युक बेचेर फेरि एमटी किने सेट के भएको यार जिम्बा ओ तिमी के भएको यार कति बाइक चेन्ज गरे 55 सीसी गाडी नचल्यो भन्ने थियो अरे एम बेचेर अनि अब तिमी नघट्ने भने 250 बाट लेभल अप गर्ने भने हैन खोइ त के गर्ने अब जिम्बामा कुरा फेर्ने रहेछ अरे मान्छे लास्ट है मलाई भएन यस्तो भएन कुरा नफेरै जिम्बा लेखिरहेको थियो साँच्ची नै लेखाएको थियो अब के हामीलाई लुकाएर किने हुनुपर्छ है केटाहरूलाई सरप्राइज जिम्मा त यहाँ रहेछ त अनि हेत्तेरिका मतलब कहाँ दुइटै बाइक बोकेर आएको अनि हेत्तेरिका खानी खोला के खोला अरे झ्याप्ले खोला अरे झ्याप्ले खोला खोलाको नाम पनि दामी दामी छ अब अरू नि धेरै बाटोहरू चाहिँ एक्सप्लोर गर्नलाई बिस्तारै गर्दै जाउँला होइन बिस्तारै पानीघाट त देखिसक्यो त होइन पानीघाट त जाने बेला पानीघाट त अलि त्यो एक्सप्लोर नगरौँ त्यस्तो उ त्यो है के अब लभली बाटोमा जानुपर्ने हुन्छ मजा यता के छ बहिनी यताबाट उता बाटो छ उता कहाँ पुग्छ बनाइरहेछ ए ल यसो सोधेको नि यस्तो ड्रिफ्ट हान्नु पर्ला जस्तो दादाले होइन ओए मजा आयो आहा ल मुकेश भाइ खाइ त मा उल्का रहेछ भिडियो बनाउँछ होला भने त मा गइ हिँडिरहेको रहेछ मासाले ओ डाफे ऊ डाफे हेर त नेसनल बर्ड अफ नेपाल द्याट इज आवर नेसनल बर्ड अफ नेपाल इट्स कल्ड डाफे एन्ड आवर नेसनल काउ इज आवर नेसनल एनिमल इज काउ ओके एन्ड आवर नेसनल फ्लावर इज रोडोडेन्ड्रन ओके नेसनल गेम कुन हो भन्दा दिस मच ओके नेसनल गेम भलिबल पहिला के थियो डन्डी बियो मैले भलिबलले हच्चाम भन्दै हो कि
भलिबलै हो जस्तो लाग्यो मलाई भग्नु त्यहाँ गर भनौँ न यहाँ चाहिँ ब्लाइन्ड कर्नर छ झन् क्रस गर्नुपर्छ रिस्की बात है रिस्की इट्स कल अबाउट इज आवर रिस्क के ओके कहाँ जान्ला यार यो त साइको भने यार साइको यो त यार कहाँ जान्छ ल अफ रोड किङ है हाम्रो यहाँ एनएसमा अफ रोड किङ अफ रोड किङ हो अल राइट मुकेश भाइ चाहिँ बाइक सिक्नु भनेर ऊ रेडी माथि जाउँ होला कहाँ त्यो मान्छे हुन्छ कि अड्के भइदियो त तँलाई के लाग्छ यसले बाइक चलाएको अरे कस्तो कुदाएको यार 90 हान्थ्यो यसले त राइडर ऐसेले बचिरहेको छ फेरि छैन रहेछ भाइ आजको राइड यस्तै छ है मजा आएको छ कोले हेरेर खानु फुल हेर है मजा आउँछ रमाइलो केटी हेर्नु अब स्कुटर घुइँ गर्न मिल्दैन नि त मान्छे मात्रै भनेर कराएर आयो क्या टनलभित्र बाइक जस्तो भएको क्लचमा मात्रै कटार्नु भयो नि हुन्थ्यो उसलाई स्कुटरको त मिलेन नि त कपाल उल्का हाने कि हावाले पनि दादा कपाल फेरि यस्तै सिल्की छ होइन सिल हो के आयो एकचोटि विली ट्राई गर्छ है त उठ्दै उडेन हो ए खै चाहिँ उठ्दै उडेन राम्रोसँगै उडेन हौ मजा आउँथ्यो नत्र राइड अब हामी निस्किने फेरि हामी पनि मुकेशले धेरै बाइक सिक्यो नि पेट्रोल 0 लाइन भयो मजा आयो अब ओए खाल्डोमा चिर्ला छ हौ आजको होइन अलिकति बाटो एक्सप्लोर गर्ने भनेर हिँड्यो बाटो एक्सप्लोर गर्ने हिँडेको हो हामी होइन अब कुनै दिन अगाडि चाहिँ नयाँ बाटो खोजौँला जाउँला हामी नगएको बाटोहरू हाम्रो डेस्टिनेसन पुग्न लागेको केटा हो आजको लागि यति नै होप यु गाइज लाइक द भिडियो है स्क्री लाइक सेयर एन्ड सब्सक्राइब भ्लग सकेकै हो आजको लागि है फेरि नयाँ भिडियोमा भेट्छु नेक्स्ट टाइम ओके ल वे धन्य हाने यार यसले त उल्का हान्थ्यो त अनि के गरे के भयो त ए